नमस्ते साथीहरू, यहाँनिर हामीसँग एउटा अड वन आउटको अत्यन्तै महत्त्वपूर्ण आइक्यू क्वेसन रहेको छ। यहाँनिर तपाईहरूले नमिल्ने सङ्ख्या पत्ता लगाउनु पर्ने हुन्छ, अड सङ्ख्या पत्ता लगाउनु पर्ने हुन्छ। यहाँ तीनटा सङ्ख्याहरू एउटै किसिमका छन् र एउटा सङ्ख्या चाहिँ फरक किसिमको छ, त्यो सङ्ख्या पत्ता लगाउनु पर्ने हुन्छ। यो क्वेसनलाई हेरौँ। सबैभन्दा पहिला एकदमै राम्रोसँग हेरौँ। यहाँनिर हेरौँ है। 9 4 जा कति हुन्छ? 36। त्यसै गरी 7 5 जा कति हुन्छ? 7 × 5 कति हुन्छ? 35। ठिक छ। त्यसै गरी 6 7 जा कति हुन्छ? 42। अनि 8 6 जा कति हुन्छ? 8 6 जा 64 हुन्छ। संसारको कुनै पनि टेबलमा 8 6 जा 64 हुँदैन। 8 6 जा कति हुन्छ? 48 हुन्छ। यहाँ हुनु पर्थ्यो 48, तर हामीसँग यहाँ लेखिएको छ 64। त्यसैले गर्दा यो के भयो त? अड भयो। अड आउटमा यसलाई के गरिदिने र टिक गरिदिने। थ्याङ्क यू।